मलाई कति पल्ट भने मैले त्यो खानी बन्द गरोस् भनेर। दस 12 टिप हुन्छ होला यो। हजुर फुटायो भने 10 12 टिप हुन्छ। धेरै ठुलो ढुङ्गा रहेछ नि त। त्यहाँतिर ढुङ्गा हुँदैन। त्यही केही नजानु पहिले त्यो सिल्टी भन्दा भित्र जानु पाउँदैन होइन भनेको नपठाउनु भित्र नपठाउनु भित्र जानु सांसदको कुरा नगर्नुहोस्, गाउँपालिकाको अध्यक्षलाई भन्नुहोस् तपाईँलाई कति पल्ट भने मैले त्यो खानी बन्द गरोस् भनेर। यो खानीमा तपाईँलाई मैले क्लियर कुरा गर्नुपर्छ। अहिले यिनीहरूले आइमा सिफारिस गरेको पनि छैन, गाउँपालिकाले मुजुरगार सही गरेको पनि छैन, अनुमति दिए पनि छैन। अनुमति नदिए भने कसरी चल्यो त खानी? अहिले आइ सोध्नु नि कसरी चल्यो भने प्रहरी प्रशासन यही छ, सिडिओ प्रतिनिधि आउलान्। तपाईँलाई कति पल्ट भने मैले त्यो खानी बन्द गरोस् भनेर। बन्द गर्न नदिए सिफारिस सिफारिस नदिएको किन बन्द भएन त? कतिचोटि बन्द भइरहेको थियो धेरै समय बाद साथीभाइ हुनुहुन्छ। तपाईँहरूको मिलन बन्द छ यसमा। बन्द गर्न अनुमति नदिएको भए सरहरू किन हिजो यहाँ देखा पर्न आउनु भएन? तपाईँहरू देखा पर्न हिजो किन आउनु भएन? हिजो त बेलुका उसलाई उ हर्किने नआइकन म आएर के हुन्छ? तपाईँहरू प्रतिनिधि भइसकेपछि तपाईँहरू हर्क गरेर खोजा ल्याउने काम तपाईँहरूको थियो नि त। वडाको दायित्व गरेर बसे तपाईँ होइन? तपाईँ होइन त वडाको मान्छे त। तपाईँ त सान्त्वना दिन आउनु सक्नुहुन्थ्यो नि त। पालिकाको मान्छे तपाईँ हो, हामीले सान्त्वना दिन आउनु सक्नुहुन्थ्यो नि त। मरेपछि खोजी सिडिओको मान्छे पनि आउलान्। सानो मान्छे के